सायद होस्टेल हो होस्टेल रिटर्न्स नाप याना सोंगु नेपाली संकिपा देखि दुंगुमा सुनिल रावलिया दुर्गिस फिल्म्स या ब्यानरे आ छकल सोंगु नुगु संकिपा देखि ज्या जुइतेंगुदु थटे सोंगु संकिपा देखिगु खया जानकारी बिगु नीति या अनुप फुडल्याने छगु तजिगु ज्याजो जुगुदु उगु ज्याजोले जानकारी बिउको ठ पुष्पराज नेउपाने या निर्देशने सायद टु निगम श्रेष्ठ या निर्देशने लाउरे ओ केशव पाण्डे या निर्देशने लभ नम्बर देखिगु जुगुदु सोंगु संकिपा देखिगु घोषणा यागु ज्याजोले चलचित्र विकास बोर्ड या नाय राजकुमार राई मु पाकठ झायादिगु खसा डिसिएन नेपाली अशोक शर्मा नाजाम वितरक गोपाल काजी काष्ट नेपाल चलचित्र निर्माता संघ या मु छ्यान्जे केशव भट्टराई पि पाकठ झायादिगु ख ज्याजोले मु पा हो पापी लिसे सायद टु या निर्देशक पुष्पराज नेउपाने लाउरे या निर्देशक निगम श्रेष्ठ लभ नम्बर या निर्देशक केशव पाण्डे हो नुम हिरो सुशील श्रेष्ठ नुम हिरोइन सारोन श्रेष्ठ पिन्छन नुव ख तयादिगु ख 2011 बाट हामीले सायद टु फिल्म बनाएर त्यो वर्ष नै रिलिज गर्यौं र त्यसपछि होस्टेल 2013 मा गर्यौं र 2015 मा होस्टेल रिटर्न्स र तिनटै फिल्म भगवान परमात्माको कृपाले हिट हुन सफल हुन पुगे भनौँ न अनि त्यसपछि 2073 साल लाग्दाखेरि हामीले चाहिँ किन तिनवटा फिल्म नबनाउने भनेर हामीले चाहिँ जमको बस्दाखेरि सरसल्लाहले चाहिँ मेरो टिम खडा भयो र मेरो टिम खडा भइसकेपछि चाहिँ अनि मलाई सपोर्ट गर्नको लागि पनि धेरै व्यक्तिहरू तयार हुनुभयो र मैले धेरै व्यक्तिहरूबाट केही व्यक्तिहरूलाई सेलेक्सन गरेको छु फर्स्टमा त गुड इभिनिङ एभ्रीवन म धेरै त बोल्दिनँ फर्स्टमा आई लाइक टु थ्याङ्क यू अल द सिनियर्स एन्ड जुनियर्स अनि सबै मिडिया पर्सनलाई तपाईँहरूले आफ्नो बिजी सेड्युलबाट टाइम निकालेर यहाँसम्म आइदिनु भयो त्यो पनि हाम्रो लागि हाम्रै प्रमोसन हाम्रै बारे लेखिदिनुको लागि त्यसको लागि धेरै 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 धन्यवाद म त धेरै चाहिँ बोल्दिनँ म के बिलिभ गर्छु भने बोलीले होइन कामले देखाउने हो सो आई होप दिस टाइम म पहिलाभन्दा होस्टेल रिटर्न्स भन्दा सायद टुमा राम्रो काम गरेर देखाउँछु र तपाईँहरूलाई डिसपोइन्ट गर्दिनँ थ्याङ्क यू Good evening everyone. Thank you so much for being here. यहाँसम्म आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु स्पेशली टु सुनिल सर आज यो प्रोग्रामको लागि I have been working in this industry since 2012. I've only been doing modeling, I've done few music videos. This is my first debut movie. So I hope I do good. And yes, thank you so much. This is my first movie debut. First of all, I'd like to thank our director, our producer Sunil Rawal sir, and Nigam Shrestha Tai for giving me an opportunity to present in the movie Laure. And in this movie, the character I'm portraying is Guru Rana, and the character has a dream of becoming a Laure. Thank you so much.